हेलो हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मैले जम्मा गरेको खुत्रुके फुटाउन लागेको छु। तर यो केवल पैसा निकाल्नका लागि मात्र होइन, यो त मेरो धैर्य, बचत गर्ने बानी र भविष्यको विश्वासको कहानी हो। हरेक दिन ठुलो रकम बचत गर्न सकिँदैन। कहिले 50, कहिले 100 र कहिले त आज त छैन भनेर पनि राखिन्छ। तर सानो सानो बचतले बिस्तारै ठुलो रूप लिन्छ भन्ने कुरा यो खुत्रुकेले मलाई सिकाएको छ। आज यो फुटाउँदैछु किनकि अब यसले मलाई देखाउन लागेको छ निरन्तरताको मूल्य। हेर्नुहोस् साथीहरू, यो कुनै एक दिनको कमाई होइन, यो त धेरै दिनको संयम हो। यदि तपाईहरू सोच्नुहुन्छ कि सानो बचतले के नै हुन्छ र, त्यसो हो भने तपाईहरू पनि एक खुत्रुके आजै किनेर सुरुवात गर्नुहोस् र हेर्नुहोस् नतिजा अवश्य नै सकारात्मक आउँछ। याद गर्नुपर्ने कुरा पनि छ, मानिस धनी रकमले होइन, बचत गर्ने बानीले हुन्छ। आज यो मेरो खुत्रुके फुट्यो, तर बचत गर्ने बानी भने आजदेखि झन बलियो भयो। तपाईँ पनि याद राख्नुहोस् साथीहरू कि आज थोरै थोरैले भोलि धेरै हुन्छ। Saving is not an option, it's habit.